जयमसी अनि नमस्कार है त। म बाइबल स्कुलमा पनि पढाउँछु नि। बाइबल स्कुलमा मेरो विद्यार्थी भाइ बहिनीहरू कलेजमा पनि जाने गर्नुहुन्छ। अनि उहाँहरूलाई म्यामहरूले के भन्नुभएको छ भने मलाई क्रिस्चियनहरू मनै पर्दैन। अनि किन मन पर्दैन भन्नुभएछ भने हामी उनीहरूले क्रिसमसमा बोलाउँदा जान्छौँ, उनीहरूको कुनै पनि किसिमको कार्यक्रम हेर्दा हामी खुसीले जान्छौँ, तर उनीहरू चाहिँ आउँदैनन्। हामीले बोलाउँदा दसैँ तिहारमा वा अरू कुनै कानुनी कार्यक्रममा हामीलाई भेदभाव गर्छन् भन्नुभएको रहेछ। त्यसको उत्तर दिन मन लाग्यो है त। यो सेयर पनि गरिदिनु जो क्रिस्चियन साथीहरू हुनुहुन्छ जसले होइन विश्वास गर्नुभएको छ त्यहाँ सेयर गरिदिनुहोस् है त। हो म्याम अनि हो साथीहरू जो अक्रिस्चियन हुनुहुन्छ, तपाईँहरू हामीले क्रिसमसमा बोलाउँदा हाम्रो कुनै पनि कार्यक्रमहरूमा आउनुहुन्छ, एकदम असल हो, धन्यवाद। र हामी पनि आउँछौँ तपाईँहरूले बोलाउँदा, दसैँमा तिहारमा तपाईँको कुनै पनि किसिमको घरमा राखेका कार्यक्रमहरूमा आउँछौँ म्याम। तर के चाहिँ गर्दैनौँ भने हामी यो धार्मिक विधि विधानमा सहभागी हुँदैनौँ। सायद टिका लाउँदैनौँ होला, प्रसाद खाँदैनौँ होला होइन, अथवा जुन कुराहरूलाई तपाईँले परमेश्वर मानिरहनु भएको छ ती कुराहरूलाई हामी परमेश्वर मान्दैनौँ। फरक त्यति हो। तपाईँहरू पनि त हामीले क्रिसमसमा बोलाउँदा, हाम्रो कुनै पनि कार्यक्रममा बोलाउँदा तपाईँले यसुलाई परमेश्वर भनेर मान्नुहुन्छ त, क्रिस्चियन बन्नुहुन्छ त, बन्नुहुन्न नि। एउटा सद्भाव गर्न, प्रेम साटासाट गर्नको लागि आउनुहुन्छ। त्यसरी नै हामी पनि तपाईँले बोलाउँदा आउँछौँ, प्रेम सद्भावहरू साट्छौँ। फरक त्यति हो। त्यो धार्मिक विधि विधानमा सहभागी हुँदैनौँ है त। अनि साथै नेपालको कन्टेक्स्टमा हेर्ने हो भने त जति पनि पर्यटकीय भूगोलहरू छ सबै त मन्दिरहरूले भरिया छ नि होइन। जस्तै मुक्तिनाथ होला, स्वयम्भू होला, मनोकामना होला, यहीँ गदोरी नजिक त्यो सन्तानेश्वर छ, माथि विशङ्कुनारायण छ। ती ठाउँहरूमा घुम्छौँ, जान्छौँ, तर त्यहाँ भएका मन्दिरमा गएर ढोक्दैनौँ। तर हामी जान्छौँ, सद्भाव प्रेमहरू बाँड्छौँ, त्यो भइ नै रहेछ है त। त्यसैले त्यस्तो होइन म्याम, प्रेम साटिन्छ, बाँडिन्छ, सद्भावहरू कायम गरिन्छ। त्यसरी चाहिँ तपाईँहरूले बुझ्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ। अनि कुरा त्यही नै हो। साँचो तरिकाले बाइबल बुझेको मान्छेहरूले तपाईँले बोलाएको कुनै पनि किसिमको कार्यक्रममा सहभागी हुन्छन्। मात्र तपाईँले बुझेको परमेश्वरलाई भगवान भनेर मानिँदैन, केही धार्मिक विधि विधानमा सहभागी भइँदैन, त्यति मात्र हो। नत्र पनि हाम्रो प्रेम, हाम्रो एकता त कायम छँदैछ नि होइन। क्रिस्चियन अक्रिस्चियन साथीहरू थुप्रै छ, उहाँहरूले बोलाउनु भयो भने म चाहिँ ढुक्कले आउँछु है त। जयमसी ती अक्रिस्चियन साथीहरूको बिचमा यो भिडियो सेयर गरिदिनु होला है त।